दर्शकबिनहरु देख्न सक्नुहुनेछ जोजोले चाहिँ बाटो यहाँसम्म पुर्याएको छ। हेलो हाई नमस्ते, वेलकम ब्याक माई युट्युब च्यानल। हजुर सन्चै हुनुहुन्छ होला? म नि आरामै छु। के छ नयाँ नौलो खबर? गर्मी कतिको छ? आज चाहिँ हामी बल्ल 5-6 दिनमा बल्ल हामी डोजर बाटो खनेको हेर्न आएको छौँ। म सपना अनि मिन्सु अनि डोजर चाहिँ उठिरहेको छ। अलि पर यहाँ छ। हामी अब जाँदैछौँ है। त्यतना गाईहरू यत्ना पुऱ्याएको छ। अब छुट्टी भइसक्यो। अडर फलेको छ। किमु सपेरा छ यसको। हेलो साथीहरु, तपाईलाई अर्डरको दाम कति हो छ? गाइस यसले टिप्न रानु भएको छ। किम्बु ले भनिरहेछ मेरो मिन्साले। भन्नु बाबु मिन्सुले हेलो भन्दिउ त। यति छ नजिक्दैन ल। किन दुईटालाई केरा ढुङ्गा फोड्नु भएको छ। यहाँबाट हेर्नु त मेरो माइती गाउँ देखिन्छ। यतै गुल्मीतिर गुल्मी माला रानी बेरेका भयो। हेर न यहाँ पहिलोचोटि यहाँ डोजर आएको त्यही भएर भन्ने अङ्क उस गरेको भन्दा नि त्यो ट्याङ 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 गराएको भन्दा। हजुर अलि फेरि ल उस गर त। नगान नानी चाहिँ अर्ग्यानिक न्युरो टिप्न लाग्छ। ल सपनालाई हो। म त बाबुसित छु नानीसित। यहाँ हेर्नु थाँच्छ हेर्नुहोस् गाइस हाम्रो न्युरो आज डोजर हेर्नुको फाइदा हामीलाई यस्तो। सपना मिसले हो का। अनि हामी गजबको पिरो खाने आज। हेर्नुहोस् गाह्रो चाउचाउ नानाले के खान्छन्? नाना चाउचाउ खान्छ। चाउचाउ खाँदैछन्। पिरो गाइस नाना मिठो भयो। धेरै पिरो रहेछ गाइस। यहाँ त पसिनै आयो मेरो अनुहारमा। वहाँ पनि यहाँ गर्नु भ्यू हेर्नु न यहाँ कस्तो छ भ्यू। ऊ दरम खोला पानी आएर उसै झरे। बढी गाडी उतातिर हाम्रोतिर हाम्रो नाना छन्। नानाको हात काटेर हामी
यता भाउजूहरू हुनुहुन्छ साथीहरू देख्न सक्नुहुनेछ भाउजू फाइनल्ली गाइस हामी अब घर हिँड्न लागो पानी पर्न लाग्यो गाइस ढुङ्गा आइछ क्या ढुङ्गा यहाँ हेर्नुहोस् दोजले यसरी खनेको छ नाना म ऊ मेरो छोरा एक मिनट गरान्छु क फाइनल्ली गाइस हामीहरू घर आइसक्यौँ घर आइसकेछ गाइस यहाँ सपना सुनु स्टुडेन्ट मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद यदि मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला र मेरो भिडियोलाई लाइक कमेन्ट गरिदिनु होला बाई बाई